नमस्कार दर्शकबिन, म कमल गणेश। म अहिले फिलहाल इन्टरभ्यू लिनु गइरहेको छु जुन एमालेको पार्टीकोबाट होइन। तपाईँ परिचय दिनु तपाईँको। नमस्कार, म सर्वप्रथम कमल गणेश भाइलाई, कमल गणेश न्युज च्यानललाई धन्यवाद भन्न चाहन्छु। म असारु राजमुखी, घर भद्रपुर 10, चन्द्रगढी लेखनाथ चोक बजारमा हो। तपाईँसँग सवाल जवाब गर्नु छ तपाईँसँग सवाल जवाब केही मतलब ऋषि एउटा त हुँदैन नि सवाल जवाब गर्नु। होइन, हामी सामाजिक काममा लागेको मान्छेलाई, हामी सार्वजनिक मान्छे हो। हामीसँग सबै कुरा तपाईँलाई इच्छा लागेको सबै कुरा सोध्न पाउनुहुन्छ। हामी सार्वजनिक खुल्ला मान्छे हौँ। खुल्ला र सार्वजनिक मान्छे सामाजिक मान्छेको विषयमा सवाल जवाफ गर्दाखेरि, प्रश्नहरू सोद्धाखेरि त्यो प्रश्नबाट हामी कहिले भाग्दैनौँ, तर्किँदैनौँ। प्रश्नको रचनात्मक जवाफ दिने कुरा हामी गर्छौँ। त्यस कारणले गर्दा हामी समाजप्रति उत्तरदायी र दायित्वबोध गरेको मान्छे भएकोले गर्दा हामीलाई यसमा केही समस्या छैन। तपाईँसँग सवाल छ। म महेशपुर भाङबरी तरकारीबारीको जुन मेन समस्याहरू छ त्यही समस्याको बारेमा तपाईँसँग सवाल गर्छु। सवालको जवाब दिनु तपाईँ हाम्रो गाउँको पिउने पानीको समस्या समाधान गर्ने के कदम चलाउनु हुनुहुन्छ? सर्वप्रथम म यहाँलाई अनुरोध गर्न चाहन्छु, यो महेशपुर साबिकको महेशपुर 2, अहिले हाल भद्रपुर 3, साबिकको महेशपुर वडा नम्बर 2, मेचीपारी भाङबारी अत्यन्तै पिछडिएको विकट क्षेत्र हो। यो तुलनात्मक रूपले यस क्षेत्रको अत्यन्त विकट क्षेत्रहरूमध्येको यो क्षेत्र हो। यहाँ खानेपानीको समस्या छ, स्वास्थ्य समस्या छ, बाटोघाटोको समस्या छ, यहाँ पुल पुलेसाको समस्या छ। यहाँ यो मेचीपारी रहेको 5वटा बस्तीहरूमा एक आपसमा जोडिने पुल पुलेसाको समस्या छ। हामीले फड्को तरेर जानुपर्ने हुन्छ पहिलो कुरा। दोस्रो कुरो, भर्खरै मात्रै अब झोलुङ्गे पुल त बनेको छ। योभन्दा पहिले हामीले चाहिँ यो गाउँसम्म आउनलाई बर्खामा सम्बन्ध विषय हुन्थ्यो। पुरानो मेचीले उता चाहिँ छेक्थ्यो। अहिले चाहिँ जुन मेची बग्दैछ त्यो मेचीले यसलाई सीमा पारी बनाएको थियो र मेची पारीको गाउँ भनेर चिनिने यो गाउँ, यसलाई हामीले राम्रोसँग बुझेको। मैले यसलाई चाहिँ अत्यन्तै बाल्यकालदेखि नै देख्दै भोग्दै यहाँ चाहिँ हुर्किँदै खेल्दै आएको गाउँ पनि भएकोले गर्दा मैले यहाँको सबै समस्याहरूसँग म जानकार छु। अब भर्खर बल्ल बल्ल एउटा यो मेची नदीमा झोलुङ्गे पुल बनेपछि थोरै आवत जावतमा सहज भएको छ। र त्यसभन्दा पहिले त अझ के थियो भने हामीले नगरपालिकाबाट जुन बेला हामी संयन्त्रमा थियौँ, राजनीतिक दलको तर्फबाट संयन्त्रमा थियौँ, त्यो बेला चाहिँ हामीले निःशुल्क चाहिँ डुङ्गा अथवा नाउको व्यवस्था गरेर यहाँका मान्छेलाई बर्खामा सहज आवत जावत गर्ने वातावरण बनाएको थियौँ। त्यसको विकल्प अर्को कुनै बाटो थिएन। अप्ठ्यारो पर्दाखेरि हामीले योभन्दा पारी अथवा भारत हामीसँग सिमाना जोडेको भारतको गाउँबाट सहयोग या त शरण लिनुपर्छ, अथवा त्यहाँबाट केही अप्ठ्यारो हुँदाखेरि हामी चाहिँ यो टापु जस्तो यो वार्डमा टापुमा चाहिँ हामी कैदी जीवन जस्तो बिताउनु पर्ने। हामीले स्वास्थ्य उपचार गर्नुपर्दा पनि जान अत्यन्त प्रसव चाहिँ पीडा र वेदना हुँदाखेरि, कुनै रोग लाग्दाखेरि हामी चाहिँ बाहिर गएर चाहिँ औषधि उपचार गर्न पाउन नसक्ने स्थिति भएको ठाउँ हो। अब तपाईँले जुन भन्नुभयो खानेपानीको समस्या, हामीलाई मुख्य कुरो हाम्रो चाहिँ एउटा समस्या पनि हो, यो चुनौती पनि हो, अवसर पनि हो। मेची नदी यसलाई हामीले सही ढङ्गले सदुपयोग गर्न सक्यौँ भने यो अवसर हुन्छ। अब चुनौती, यहाँ थुप्रै चुनौतीहरू पनि छन्, सम्भावना पनि हामीले थुप्रै यहाँ देखेको छौँ। यसको पारिपट्टि हामीले एउटा चाहिँ सानो ट्याङ्की, खानेपानीको ट्याङ्की बनाएको छौँ र हामीले त्यसले यहाँ पुग्दैन। यहाँ चाहिँ सहज जीवन अथवा स्वच्छ पिउने पानीको समस्या यहाँ सदैव रहिआएको छ। यसको निम्ति यहाँ एउटा छुट्टै ट्याङ्की 1000 लिटरको अथवा 500 लिटरको बनाउँदाखेरि यहाँ रहेको लगभग 135-40 घर परिवारलाई सहजसँगले स्वच्छ पिउने पानीको प्रबन्ध गर्न सकिन्थ्यो। त्यो योजना हामीले अगाडि सारेका छौँ। त्यस्ता थुप्रै योजनाहरू हामीले सार्नुपर्छ। खानेपानीका मात्रै होइन, थुप्रै समस्याहरू छन्। त्यसको निम्ति हाम्रो पार्टी र हामीले प्रतिनिधित्व गराएर पठाएको माननीयहरूलाई हामीले पटक पहल गऱ्यौँ, स्थानीय सरकारसँग पहल गरेका छौँ, तर त्यो सुनवाई सम्भव भएको छैन। र यसपटक हामीले हाम्रो पार्टीको तर्फबाट भएको उम्मेदवारलाई विजय गराउँदाखेरि कमसेकम यो यहाँको समस्या, यहाँको स्थानीयहरूको समस्या के हो त्यो राम्रोसँग मसिनो गरी, यहाँको चाहिँ आदिवासीहरूको समस्या के हो, यहाँ रहेका राजवंशी, सन्थाल, गणेश, महतो जुन खालको समुदायहरू यहाँ रहेको छ, यो समुदायको समस्याहरूलाई हामीले राम्रो बुझेको छ र त्यो समस्याको समाधान गर्ने कुरामा हाम्रो पार्टीले हामीले पहल गर्नेछ भन्ने कुरा म सर्वप्रथम आश्वस्त पार्न चाहन्छु। तपाईँसँग दोस्रो सवाल छ। सडकहरू जीर्ण अवस्थामा छन्, तिनीहरूको मर्मत र विस्तारका लागि तपाईँ योजना के हो तपाईँको योजना? सर्वप्रथम सडकहरू जीर्ण अवस्थामा छन् भन्ने कुरा नै गलत छ। सडकहरू नै छैनन् यहाँ। बाटो त्यही त, बाटो नै छैन यहाँ। बाटो, यसलाई बाटो भनिँदैन। यो हामी बर्खामा चाहिँ हिँड्नै नसक्ने गरी मोटरसाइकल कुदाउन नसक्नेको ठाउँहरू छन्। यो ठाउँमा हामीले अघिल्लो पटक यो सरकार ढल्नुभन्दा अगाडि भौतिक पूर्वाधार मन्त्री माननीय देवेन्द्र दाहाल हुँदाखेरि उहाँसँग पहल कदमी गरेर चाहिँ सडकको इन्जिनियरहरू ल्याएर, सडक डिभिजन कार्यालयको इन्जिनियर 2 पटक ल्याएर हामीले यो सडक सबै
गरेका छौँ। यो सडक पिच सडक बन्नुपर्छ, सहज आवत जावतको लागि यहाँ चाहिँ सहज हुनुपर्छ भनेर हामीले पहल कदमी गरेका छौँ। त्यो चिजलाई हामीले यहाँको सडकलाई मुख्य चाहिँ एजेन्डाको रूपमा राखेका छौँ र यहाँ सडक बनाउनुपर्छ भन्ने हाम्रो मान्यता छ। त्यसको लागि पहल कदमी हामी गर्छौँ। ठिकै छ। तेस्रो सवाल छ तपाईँसँग, कृषकहरूको समस्या समाधानका लागि के नयाँ बजार वा सहयोगको व्यवस्था गर्ने सोचमा हुनुहुन्छ तपाईँ? अत्यन्तै प्रचुर सम्भावना भएको ठाउँ हो यो मेचीपारी भाङबारी। हामीले नगरपालिकामा रहँदाखेरि जुन बेला संयन्त्रमा थियौँ त्यो बेला हामीले रहँदाखेरि चाहिँ मेचीपारी तरकारीबारी भन्ने नारा दिएको थियौँ र यहाँनिर तपाईँको सिँचाइको व्यवस्था यहाँ चाहिँ मोटरको र यहाँको मोटरको व्यवस्था गरेर यहाँका चाहिँ कृषकहरूलाई समूहबद्ध बनाएर चाहिँ हामीले तरकारी खेतीमा चाहिँ अत्यन्तै धेरै योजनाहरू कार्यक्रमहरू ल्याएर यहाँ अगाडि बढाएको छौँ र यसलाई अहिले पनि अत्यन्तै धेरै सम्भावना भएको अत्यन्तै उर्वर भूमि पनि हो फेरि यो। यसमा हामी चाहिँ सबै खालका चाहिँ तरकारीहरू हिउँदे नगदे बालीहरूको चाहिँ लगाएर अगाडि बढ्न सक्छौँ। यो चाहिँ यसलाई यो क्षेत्रलाई तरकारी हबको रूपमा चाहिँ विकास गर्न सक्यो भने यहाँका जनताको जीवन स्तर उकास्न सहयोग हुन्छ। त्यो कुरामा हामी अगाडि बढ्छौँ। ठिकै छ। चौथो सवाल छ तपाईँसँग, युवाहरूको लागि रोजगारी सिर्जना गर्ने तपाईँको के योजना छ? सर्वप्रथम हामीले अब रोजगारीको मुख्य समस्या देशभरि नै छ। वैदेशिक विदेश सिर्नुपर्ने हाम्रो बाध्यता छ, रहर होइन त्यो बाध्यता छ। हामीले यो क्षेत्रलाई अब यसको योजना त निकै ठुलो योजना छ। अब पछिल्लो पटक हामीले चाहिँ खास गरी मेची पुल हामीले यहाँ बनाउन सकेको छौँ भने यहाँ ड्राई पोर्टको रूपमा यसलाई यहाँ चाहिँ विकास गर्न सक्छौँ। यो पुल हाम्रो लागि चाहिँ अत्यन्तै हाम्रो यो क्षेत्रको विकासको मेरुदण्डको रूपमा चाहिँ पुल हुनसक्छ। मेची पुलमा पुल बन्यो भने यो चाहिँ सिङ्गो वार्ड, यो वार्ड जुन वार्ड चाहिँ भारतीय सिमानासँग जोडिएको छ। अर्को कुरो, यहाँका नागरिकले यहाँको सिमाना पनि रक्षा गरेको छ। यहाँको नागरिकले यहाँको सिमाना रक्षा नगरेको थियो भने यो भूमि हाम्रो हुँदैन थियो। त्यस कारणले गर्दा हामीले यहाँको नागरिकहरूसँग यहाँका जनतासँग जहिले पनि कृतज्ञ हुनुपर्छ। नेपाल सरकारले हामी नेपाली सिङ्गो देशवासीले यहाँको नागरिकसँग कृतज्ञ हुनुपर्छ, किनभने उहाँहरू छैन भने यो भूमि पहिले हाम्रोबाट कहाँ पुगिसक्थ्यो। त्यस कारणले गर्दा यहाँ रोजगारीको अवसरहरू सिर्जना गर्नलाई चाहिँ कृषिको क्षेत्रको विकास गर्ने, पर्यटन क्षेत्रको रूपमा यो ठाउँलाई विकास गर्न सकिन्छ। उद्योग धन्दा कल कारखानाको यहाँ ठुलो चाहिँ प्रति जमिनहरू खाली जमिनहरू छन्, त्यसलाई चाहिँ विकास गरेर चाहिँ यो ठाउँमा युवाहरूलाई रोजगारी प्रदान गर्न सकिन्छ। के चाहिँ फेरि एउटा सवाल छ तपाईँसँग, हाम्रो गाउँमा बाढी व्यवस्थापनका लागि तपाईँले के योजना बनाइरहेको छ? जुन अहिले बाढी पऱ्यो पनि आउँछ बर्खामा। मैले अघि भने यो मेची नदीले यो अत्यन्तै धेरै प्रताडित गरेको ठाउँ हो। मेचीपारीको गाउँ, मेचीपारी जुन चाहिँ जनताले जोगाएर राखेको, जनताको चाहिँ संरक्षणमा रहेको नेपालको भूभाग हो। यो मेची नदीले वर्षै नै दुःख दिने गरेको छ। हामीले तटबन्धनका योजनाहरू ल्याइरहेको छौँ। पारिपट्टि धेरै तटबन्धनका योजनाहरू भएको छन्, तटबन्धनहरू भइरहेको छन्। अहिले झोलुङ्गे पुलहरू बनेको छ, त्यसले अलिकति केही सहज आवत जावत भएको छ। अगाडिबाट माथिबाट हामीले जस्तै भैँसाबाडीमा तटबन्धन गरेर चाहिँ 4-5 वर्ष भयो। 4-5 वर्षदेखि अहिले चाहिँ त्यहाँनिर चाहिँ बाढीले त्यो विस्थापित हुनु परेको छैन। यो गाउँ त्यो गाउँ निकै सुरक्षित भएको छ। त्यहाँ हामीले तटबन्धनको योजनाहरू लगेकै कारणले गर्दा त्यो गाउँ अहिले सुरक्षित छ। यो गाउँलाई पनि हामीले तटबन्धनको अझै धेरै कार्यक्रमहरू योजनाहरू ल्याउन सक्यो भने यो गाउँलाई सुरक्षित पार्न सकिन्छ। तपाईँसँग फेरि सवाल छ एउटा, स्थानीय व्यवसाय र उद्योगको विकासको लागि तपाईँले के प्रकारको प्रोत्साहन योजना राख्नुहुन्छ? मैले अघि भने मेचीपारी तरकारीको चाहिँ हबको रूपमा अथवा यहाँ चाहिँ नगदे अन्य बालीको चाहिँ हबको रूपमा यसलाई विकास गर्न सकिन्छ र नजिकैको बजार हामीले अहिले सबै कुराहरू चाहिँ नजिकको छिमेकी अथवा भारतीय बजारहरूबाट हामीले खरिद गर्नु परेको छ। नेपालले आफूले उत्पादन गर्न सकिरहेको अथवा आफ्नै उपभोक्तालाई आफ्नै जनतालाई पुर्याउन नसकिरहेको अवस्थामा यो ठाउँको चाहिँ कृषि क्षेत्रलाई प्रवर्धन गर्न सक्यो भने नगदे बाली अथवा चाहिँ तरकारी लगायत अन्य नगदे बालीहरूलाई चाहिँ हामीले चाहिँ त्यसमा सब्सिडी दिन सक्यौँ। यहाँका चाहिँ नागरिकलाई, यहाँका कृषकहरूलाई राहत र प्रोत्साहन दिन सक्यो भने यहाँबाट उत्पादन भएको चिज चाहिँ भद्रपुरको नजिकैको भद्रपुर बजारमा अथवा चन्द्रडीको बजारमा अथवा बिर्तामोडसम्म लगेर चाहिँ हामीले बेच्न सक्छौँ। त्यसको लागि चाहिँ पहिलो कुरा चाहिँ कृषि उत्पादन र कृषि उपजलाई चाहिँ प्रोत्साहन गर्ने गरी योजना बनाउनु पर्यो। कृषिको उत्पादन भइसकेपछि कृषकहरूको उत्पादित वस्तुलाई चाहिँ स्थानीय सरकारले खरिद गर्ने अथवा स्थानीय सरकारले त्यसको बजारीकरण गर्ने, यातायातको व्यवस्थापन गर्ने काममा चाहिँ हाम्रो पार्टीको गम्भीर ध्यान छ र त्यो योजना हामीले ल्याएको छौँ। ठिकै छ। फेरि सवाल छ तपाईँसँग, तपाईँको सरकारद्वारा गरिने विकास योजनाहरूमा हाम्रो गाउँलाई प्राथमिकता दिने कुनै योजना छ कि छैन? मैले अघि भने सर्वप्रथम यो ठाउँलाई हामीले मेची पुल निर्माण गर्न सक्दाखेरि यो सिङ्गो वार्ड साबिकको यो वार्डलाई अहिले हामीलाई ड्राई पोर्टको रूपमा चाहिँ अथवा दोस्रो तेस्रो मुलुकसँग यहाँ चाहिँ
बङ्गलादेशको सिमाना पनि सबैभन्दा नजिकबाट चाहिँ यो बाटो पर्छ। तेस्रो मुलुकसँगको पारवन व्यापार सम्झौता सम्बन्ध कायम गर्ने कुरामा अत्यन्तै सहज हुन्छ। यो गाउँलाई एउटा पर्यटकको हबको रूपमा, कृषि हबको रूपमा, तपाईँको तरकारी बारी, नगदे अन्न बालीदेखि लिएर पर्यटकको क्षेत्रको रूपमा र एउटा ड्राइपोर्टको रूपमा यसलाई विकास गरेर अगाडि बढाउन सक्यो भने यहाँका जनताको जीवनस्तर र यहाँको नागरिकले चाहिँ रोजगारीको अवसरहरू पाउँछन् भन्ने मैले बुझेको छु। त्यसमा त्यो काममा अगाडि बढ्नुपर्छ। ठिकै छ, जानकारी भयो, धेरै धेरै धन्यवाद तपाईँ। धन्यवाद, म अत्यन्तै खुसी लाग्यो। ज्यादा चाहिँ एउटा जनताहरूलाई एउटा राम्रो कुरा भनिदिनु। म खास गरी यहाँका आम नागरिकहरूलाई भद्रपुर वडा नम्बर 3, अहिले साबिक महेशपुर वडा नम्बर 2, मेचीपारी भाङबारीका आदरणीय सम्पूर्ण समुदायहरूलाई अनुरोध गर्न चाहन्छु, यो क्षेत्र पछाडि पर्यो। पछाडि पर्नुको कारणहरू अब सचेत युवाहरूले खोज्नुपर्छ। हाम्रा हजुरबाउहरूले त जसोतसो जीवन बिताउनु भयो। अब हामी पछाडि पर्नुको कारण के हो? राजनीतिक कारण के हो कि सामाजिक कारण, आर्थिक कारण, यी सबै कारणहरूको खोजी गरेर हामीले उपयुक्त पात्र निर्वाचित गर्ने, उपयुक्त पात्रहरूलाई ठिक ठाउँमा पुर्याउने अनि हाम्रो वर्ग र समुदाय, खास गरी यहाँ आदिवासीहरू छन्, सन्थालहरू छन्, मधेसी समुदायका मान्छेहरू हामी छौँ। यो समुदायको उत्थान किन पछाडि पर्यौँ भन्ने कुरा र यो समुदायको उत्थान कसरी हुन्छ भन्ने कुराको चाहिँ सचेततापूर्वक यहाँका युवाहरूले सोच्नु पर्यो, छलफल गर्नु पर्यो। त्यसमा हाम्रो साथ सहयोग, म व्यक्तिगत रूपले असारू राजवंशीको तर्फबाट सधैँ साथ सहयोग यहाँहरूको बिचमा रहने कुरा प्रतिबद्धता पनि जाहेर गर्न चाहन्छु। र तपाईँहरूले फेरि पनि म एकपटक आग्रह गर्न चाहन्छु, यो अभियानमा, यो ठाउँलाई बनाउने अभियानमा हामीसँग चाहिँ सहकार्य गर्ने, हामी तपाईँहरूको साथमा रहने कुरामा सदैव साथ समर्थन पाउँछु भन्ने विश्वास पनि गरेको छु। म आम युवाहरूलाई, आम यहाँका चाहिँ नागरिकहरूलाई, आम जनसमुदाय, आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई यही अनुरोध गर्न चाहन्छु। ठिकै छ, जानकारी धेरै